समय चाहिँ युएईमा रोजगारीको लागि आएको छ। हामी डाइरेक्ट भित्र जान्छौँ। हामी चाहिँ जिरो कस्टमा कामदार पठाउने म्यान पावर कम्पनीहरूले कम्प्लिटली जिरो कस्टकै मापदण्डबाट वैदेशिक रोजगारीमा कामदार पठाओस् भन्ने चाहन्छौँ। सो उहाँहरूले प्रोपरली यहाँ मध्याह नेसनल डेलीमा चाहिँ डिमान्ड हाल्नु भएको रहेछ। यो चाहिँ पछिल्लो समय आएको डिमान्ड चाहिँ यो यसमा हो है, फ्री यो जुन जिरो कस्टको डिमान्ड छ इमिरेट्स फ्लाइट क्याटरिङ र डिमान्ड झन्डै 500 प्लसको डिमान्ड चाहिँ यसमा छ। 500 जनाभन्दा बढीको माग भएको र हाम्रो चाहना के हो भने प्रोपर कुनै पनि म्यान पावरमा कुनै युवा छिरिसकेपछि प्रोपर यो विषयवस्तुहरू मजाले हेर्न पाओस्, सूचना सजिलै लिन पाओस् र म्यान पावरको गेटबाट सजिलै युवाहरू छिर्न पाओस् हैन। कुनै प्रकारको रोकटोक कसैले पनि नगरोस् भन्ने हो। र यहाँनिर मजाले लेखिएको रहेछ यो। हल्का हल्का एक्सपिरियन्स त छ हाम्रो प्र्याक्टिकल्ली गरेर, त्यति एक्सपिरियन्स छ। यो जिरो कस्टको रिक्रुटमेन्ट हजुर हो सर, टोटल्ली जिरो कस्ट सर। भनाइ मात्रै त होइन नि? होइन सर, यो एकदम जिरो कस्ट, फ्री भिजा, फ्री टिकट, फ्री सर्भिस चार्ज। कहिलेदेखि इन्टरभ्यू हुँदैछ यसको? यो हाम्रो चाहिँ हजुरको मेको 7 र 8 मा चाहिँ हाम्रो फाइनल इन्टरभ्यू छ। यसको चाहिँ हजुरको प्री स्क्रिनिङ गर्नुपर्ने भएको हुनाले हाम्रो 20 तारिकदेखि चाहिँ 30 तारिकसम्म चाहिँ हामीले यसको प्री स्क्रिनिङको टाइम राखेका छौँ सर। 10 दिनको इनफ टाइम छ। 10 दिन हामीले चाहिँ सबैले चाहिँ त्यो अपर्च्युनिटी पाउन् नगुमाउन् भनेर चाहिँ हामीले 10 दिन नै टाइम राखेका छौँ सर यो पटक। कुनै एजेन्टले बाहिर खेलिरहेको हुनसक्छ, तपाईँहरूलाई थाहा पनि नहुन सक्छ होइन। कसैले ल्याएर त्यो गेटबाट भित्र जा त्यहाँ गएर यसो भन् भनेर सिकाएर पठायो होला। प्रत्येक दिन प्रत्येक ग्रुपमा क्यान्डिडेटहरूलाई हामीले अवेर गराइरहेको हुन्छौँ। यो टोटली फ्री हो। तपाईँहरूलाई कसैले भ्रममा पार्यो कोही एजेन्टले तपाईँहरूलाई म पठाइदिन्छु भन्यो, त्यो चाहिँ विश्वास नगर्नु होला। एउटा हाम्रो त्यो भयो। अनि फाइनलमा कम्पनीले पनि उहाँहरूलाई ब्रिफिङ गर्छ यो टोटली फ्री हो भनेर। फ्लाइट हुने दिनमा पनि उहाँहरूको फ्यामिलीलाई, उहाँको फ्यामिलीमा आमा बुवा दाजुभाइ कुनै एकजना व्यक्तिलाई हामीले भेरिफाई गर्छौँ। बाहिरबाट जस्तो कि म इन्टरभ्यू पास गराइदिन्छु, भित्र भन्छन् गरिदिन्छु भनेर यसो 20-25 हजार रुपियाँ गोजीमा हाल्ने खालका मान्छेहरू पनि होइन कतिपय यो इथिकलमा र जिरो कस्टमा देखिरहेछ। अब त्यसमा सर अब खेल्ने हुन्छ होला चोकतिर कतै बसेर, तर के हुन्छ भन्दाखेरि यसमा चाहिँ कसैलाई म पास गराइदिन्छु, म मेरो भनेको लाग्छ, मैले चिनेको मान्छे हुनुहुन्छ भनेर कसैले चाहिँ त्यो भन्छ भने त्यो सरासर गलत हो। यसमा के हुन्छ, कम्पनीको प्रतिनिधि नै उपस्थित हुन्छ इन्टरभ्यूमा, उहाँहरूलाई सिलेक्ट गर्ने हो। यहाँ कसैले भनेर मैले भनेर पनि हुँदैन, अर्कोले भनेर पनि हुँदैन। उहाँहरूलाई कसैले त्यसरी भ्रममा पार्छ झुक्क्याउँछ भने उहाँहरूले सिधै हाम्रो अफिसमा सम्पर्क गर्न सक्नुहुन्छ। उहाँहरूले अफिसमा अथवा त्यस्तो छैन भने उहाँले गोप्य रूपमा सूचना दिन पनि सक्नुहुन्छ। त्यस्तो हामीले थाहा पायौँ भने त्यो चाहिँ हामीले टोटली त्यसलाई रोक्ने प्रयास गर्छौँ र रोक्छौँ पनि। यहाँभन्दा अगाडि पनि हामीले त्यो प्रयास गरेर सफल भयौँ र यसमा पनि हामी सफल हुन्छौँ भन्ने हामीलाई विश्वास छ। हामी विदिन इन्टरभ्यू र आफ्टर इन्टरभ्यू इभन विदेश जाने उड्ने दिन तपाईँहरूको यहाँबाट जुन पासपोर्ट सम्बन्धित युवाले आफ्नो हातमा पाउँछ, इमिरेट्स फ्लाइट क्याटरिङको जति पनि युवाहरू जाने मध्ये जो कोही पनि युवा जोसुकै युवाको हामी पछि हामी फेरि पनि केही इन्फर्मेसन लिन चाह्यौँ भने तपाईँहरूलाई कुनै समस्या हुन्छ हुँदैन? हुँदैन, हामीलाई समस्या हुँदैन। हामी जोसुकैसँग इन्टरभ्यू लिन सक्छौँ यो विषयमा। हजुरहरूलाई हामीले अहिले भनेको र त्यति बेला भनेकोमा फरक पऱ्यो भने हजुरहरूले पनि त्यो कुरालाई उजागर गरिदिन सक्नुहुन्छ।